अन्ततः सीताराम कट्टेल धुर्मुस निर्दोष रहेको स्पष्ट। सीताराम कट्टेल धुर्मुस र उनकी श्रीमती कुञ्जना घिमिरेले स्थापना गरेको धुर्मुस सुन्तली फाउन्डेसनले जनताबाट सङ्कलित सहयोगमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढाएका थिए। तर निर्माणकै क्रममा आर्थिक अपारदर्शिता र पैसा हिनामिना गरेको आरोप लगाउँदै उनीहरू विरुद्ध उजुरी परेको थियो। सोही विषयमा व्यापक विवाद चलेपछि सरकारले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ कलेज पुल्चोक क्याम्पसलाई रङ्गशालामा भएको वास्तविक कामको मूल्याङ्कन गर्न जिम्मेवारी दिएको थियो। उक्त कलेजको प्राविधिक मूल्याङ्कन अनुसार रङ्गशालामा करिब 49 करोड 90 लाख झन्डै 60 करोड बराबरको भौतिक काम सम्पन्न भइरहेको पाइएको छ, जसले धुर्मुस सुन्तली फाउन्डेसनले जनताको सहयोग रकम सही काममा खर्च गरेको पुष्टि गरेको छ। भरतपुर महानगरपालिकाले सो रिपोर्ट सरकारलाई बुझाइसकेको छ र बाँकी भुक्तानी तथा कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ। यससँगै लामो समयदेखि सामाजिक सञ्जालमा फैलिएको धुर्मुस सुन्तलीले पैसा खायो भन्ने आरोप निराधार ठहरिँदै धुर्मुस निर्दोष रहेको स्पष्ट भएको हो।